यसले सबै गाउँ ल फेरि दिन्छु मैले फुल 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 आँखै ढाकियो के छ त हाल खबर सोल्टिना ज्यू मेरो फर्स्ट सोल्टिना है फेरि मेरो योभन्दा अगाडि मैले सोल्टिना भनेको थिएन कसैलाई कति वर्षपछि भेट भयो भन्दाखेरि एक्ज्याक्ट थाहा छैन तर हामी तर हामी 2069 मा सँगै बसे होइन 69 देखि 70 यु फरगेट अबाउट दैट मुझे पल पल याद है रोएर घरतिर गएको मुझे याद है हाम्रो फुपू यहाँ हुनुहुन्छ सन्ची हुनुहुन्छ फुपू फलफुल हो यो ल हाम्रो सोल्टिना यहाँ हुनुहुन्छ भर्खरै हुनुभएको छ मलाई त दिदी गरे हाम्रो फुपू यहाँ हुनुहुन्छ भोक लाग्दाखेरि नपाएको अहिले नलाग्दाखेरि पाएको हो नि त के पाएको फुपू ड्रागन फ्रुट फुट पाएको फुट हो ल Thank you ल for ल this food. ओके इट्स माई Thank God प्लेजर for this great opportunity. ओके के छ त हाल खबरहरू एकदम ठिक छ एकदम खुसी लाग्यो आफ्टर लङ टाइम सेल्फी सहित भिडियो हो के ल भिडियोमा ल फोटो पनि खिच्न मिल्छ कि ल है खाना पनि त आउनु पर्यो नि हाम्रो खाना ओके भन्नु न के भन्दै हुनुहुन्थ्यो अरे हामी पहिला के गर्थ्यौँ अरे अब अर्को गरौँ के यसलाई एडिट गर्नु ल खुसी लाग्यो है आफ्टर लङ टाइम हामीले चाहिँ यहाँ भेट गरेका छौँ अनि अहिलेसम्म चाहिँ प्रभुलाई धन्यवाद होइन उहाँकै योजनामा चाहिँ खडा गर्नुभएको छ जस्तो उथुल पुथुल जे भए पनि लाइफमा वान थिङ आई वान्ट टु रिमाइन्ड यु अल्सो ओके we have to bounce back like you have seen that table tennis ball जति निचे जान्छ उति माथि जम्प गरेर आउँछ लाइफमा जे पनि हुन्छ जस्तो पनि हुन्छ जति निचे गिरे पनि हामीले आफूलाई बाउन्स ब्याक गरेर परमेश्वरको योजनामा खडा गर्नु चाहिँ बिर्सनु हुँदैन अनि आज चाहिँ खुसी लाग्यो बसेर प्रार्थना गर्थ्यौ 40 डेज है 25 डेज हैन रुममा पुरा टाइमहरु स्पेन्ड गर्थ्यौ प्रार्थना गरेर अहिले बस प्रार्थना गर्दै गर्दा चाहिँ त्यो कुराहरु चाहिँ झलझल याद दिलायो है झल आयो झलझल याद आयो सबै कुराहरु टाइम फर अस यस हालेलुया ओके लेट्स इन्जॉय अब सेलायो के लिने हो जुन खाइन भयो यो लिनु यो थालीले काट्छ त्यही भनेको सानो खालको खान्छु ल ओके यो अचार पहिला चाहम मन पर्छ कि नै यो पनि अचारै बनाएको मन पर्छ कि नै यो 1 चम्चा गावा सिस्नो यो पनि मन पर्छ कि नै हेरम विचार गरम यो हो डल्ले खुर्सानीको अचार मन पर्छ कि नै हेरम ल खाम अब ल तिमी नि खाऊ न रेडी भयो ल मेरो सोल्टिनालाई मैले फ्रिज भित्रबाट ड्रागन फ्रुट ल्याइदिन्छु दिस इज वाइट भेराइटी अफ ड्रागन फ्रुट सुनो गाइस मान्छेले ड्रागन फ्रुट फिल्डबाट ल्याउँछ भने फ्रिजबाट लिएर आएको ओके कहाँ हेर्छ क्यामेरा ओ नो सबै धेरै कोक्रक्क भइरहेछ मेरो पुरै लिप्समा लगाइदिएर थिएन न कतामा थिएन क्रुस चाहिँ सुकेछ ए ल मैले गर्छु कि त्यस्तो कहाँ त्यस्तो गर्छु र मैले कस्तो लगाइरहेछ बुन्तेलो मिठो लगाएर धेरै बोल्नु मिल्दैन यो मेरो फर्स्ट टाइम हो ओहो ल त फर्स्ट एक्सपिरियन्स अब दिस इज माई टर्न हर अगेन डन के गराइदिएको अरे धन्यवाद तपाईँले मलाई होली गराइदिनु भयो धन्यवाद त्यस्तो साह्रो ब्युटिसियन त होइन हामी पनि त्यस्तै हो हजुर वैसे स्वाहा तिम्रो स्किन राम्रो छ सचमा क्लिन छ क्या अनि त्यो साइन